साथीहरु सबैलाई नमस्ते। आज हामीले बेसिक फर्स्ट इयर फिजिक्स को भेरिएन्ट बाइ युनिट च्याप्टरको चार्जिङ अफ क्यापेसिटर थ्रु अ रेसिस्टर भन्ने एउटा डेफिनेसन गर्दैछौं। यो टी को लागि धेरै इम्पोर्टेन्ट हुन्छ। अब साथीहरु सुरु गरौँ। चार्जिङ अफ क्यापेसिटर थ्रु अ रेसिस्टर भनेको छ। यो फिगर कस्तो हुन्छ भने पहिला एउटा यो क्यापेसिटर हो हैन, अनि यो रेसिस्टर हो। त्यसपछि यहाँ हामीले करेन्ट फ्लो गराउँछ हैन, भनेको यो क्यापेसिटर रेजिस्टेन्स। अब हामीले यसलाई कसरी लेख्छौं भनेपछि हामीले सपोज अ क्यापेसिटर अफ क्यापेसिटेन्स C through a resistor R on figure। अब यसको पनि किर्चफ ल लगाउनु पर्छ। हामी किर्चफ ल त्यो पढिसकेका थियौं। फ्रम किर्चफ ल V is equal to VC plus VR or V is equal to VC भनेको के हुन्छ Q by C plus VR भनेको IR। हामीले थाहा हुन्छ VC भनेको Q by C and VR भनेको IR। एक्चुअल एनर्जी के होला। त्यसपछि then V is equal to Q by C plus I भनेको भनेपछि dq by dt r। हामीले के भनेपछि I भनेको पनि dq by dt हुन्छ भने। अब त्यसपछि हामीले यसो दिमाग लगाउनु पर्यो। हामीले के निकाल्ने dq by dt भनेको छ हैन। अब हामीले यसलाई माइनस गर्नु भने यसलाई यता v minus q by c is equal to dq by dt r। इक्वेसन 1 अनि अब यसलाई x सपोज गर्नुपर्छ साथीहरु। सपोज v minus q is equal to c is equal to x। अब डिफरेंशिएट going to respect to t we get यसलाई हामीले t को रेस्पेक्टमा डिफरेंस गर्ने भयो के t डिफरेंशिएट गर्दा के हुन्छ भने dx by dt is equal to यहाँ t को एक्सपेरिमेन्टली हो v0 भइहाल्छ 0 minus 1 by c अनि dq by dt हुन्छ हैन। त्यसपछि अब त्यसलाई हाल्दै dq by dt is equal to minus c dx by dt। यो त बुझ्नुभयो होला। यो c यतातिर गयो हैन। यसो बुझ्नुहोस्। अब एकछिन म तपाईहरुले गर्छु यतातिर लेख्नु होला। यो dx 3 ल। अब यसलाई चाहिँ यो हाम्रो जो आएको छ यसलाई यसमा पुट गरौँ अनि आउँछ साथीहरु है। v minus q by c is equal to अब हेर्नुस् dq by dt मा के आछ यो आछ हैन minus c dx by dt अनि r को r छदै छ हैन। अब के गर्ने भने साथीहरु हेर्नुस् अब v minus q त हामीले x मानेछौं हैन। यसलाई x मान x is equal to minus c dx by dt अनि r यता जसले बुझ्नु होला। अनि अब यसलाई यता ल्याउँ हैन dt by c r हैन। अनि अब dx हो यता ल्याउँ dx by x। अब यसलाई इन्टिग्रेट गर्न सकिन्छ। अब यसलाई dx by x is equal to minus dt by cr। त्यसपछि इन्टिग्रेट अन इन्टिग्रेटिङ dx by x is equal to minus dt
t/cr अब इन्टिग्रेटिङ गर्दाखेरि अब log x हुन्छ log x को 1/x हुन्छ त्यसले log x हुन्छ अनि माइनस यो कन्स्ट्यान्ट हो त्यही भएर अगाडि आयो अनि dt लाई गरेर t प्लस k हुन्छ अनि अर्को कुरा तपाईले के थाहा पर्छ भनेपछि log x छ भने log हटाउनको लागि यहाँ e को पावरमा यो सबै जान्छ log x लाई x हुन्छ त्यसलाई हटाउनको लागि e को पावरमा माइनस 1/cr t प्लस k हुन्छ और के लेख्नु भने x इक्वल टु अबेला छुट्टै लेखिन्छ त्यो e को पावर k इन्टु e को पावर माइनस t/cr त्यसपछि अब यता हामीले लेख्न गइरहेका छौं साथीहरु x को x लाई चाहिँ मार्दिन अब यो x को ठाउँमा v - q/c मार्दिन अब यसलाई त्यही मार्दिन साथीहरु v - q/c इक्वल टु अब e को पावर k लाई हामीले के पनि लेख्न सक्छौं अनि e को पावर t/cr के लेख्न सक्छौं a इक्वल टु e को पावर k हैन साथीहरु अब यतिसम्म तपाईको त आइसक्यो अब यति आइसकेपछि के गर्नु पर्छ भने अब इनिशियली मान्ने अब इनिशियली if t is equal to 0 and q is equal to 0 त्यसपछि अब यसलाई t को मान 0 राख्ने अनि q को मान 0 राख्ने यो राख्दा के हुन्छ भनेपछि अब t को मान 0 राख्दाखेरि 0 भइहाल्छ माथिको अनि e को पावर -0 भनेपछि 1 हुन्छ हैन अनि त्यो यो 1 यो सुरु वर्ष 1 भएपछि यो त यो पनि a नै बच्यो अनि यता पनि q - c भन्छ q को मान 0 राखेपछि यो पनि 0 भइहाल्छ यहाँ b बच्यो त्यसकारण के हुन्छ भने सो v is equal to a हामीले लेख्न पाएँ त अब v is equal to a लेख्यो भनेपछि अब यसलाई अब यो भएपछि हामी साथीहरु यसलाई अब यसमा पुट गर्दिनु हैन v minus q by c is equal to एक ठाउँमा v लेख्न पाइयो हैन v अनि e को पावर माइनस t by rc यो लेख्न पाएँ अब यसलाई यस्तो हामीले दिमाग लगाउनु पर्यो यसलाई यतातिर ल्याम यसलाई यतातिर ल्याम हैन अनि और लेख्नु पर्यो फेरि v minus v e को पावर माइनस t by cr is equal to q by c यो माइनस त्यो यतातिर प्लस भयो साथीहरु अब यसलाई फेरि कमन ल्याउनु छ भने कमन ल्याउनु पर्छ v is equal to कमन ल्याउँदाखेरि 1 minus e को पावर माइनस t by cr हुन्छ अनि is equal to यहाँ q by c को q by c नै भइसक्यो साथीहरु अब यसको दिमाग के लगाउने भनेपछि अब q को हामीले निकाल्नु छ हैन अनि हामीले त q निकाल्नु पर्छ साथीहरु हैन त्यसकारण अब यहाँ q निकाल्नु हैन q is equal to यसलाई अब माथि जान्छ क्रस गर्ने हैन अब CV1 minus e को पावर माइनस t by cr यो त बुझ्नु भयो साथीहरु अनि यो बुझिसकेपछि अब यसलाई के मान्नु भनेपछि CV लाई के मान्न सक्यो q नट मान्न सक्यो अब q is equal to CV is equal to q नट हैन अनि 1 minus e को पावर यसलाई t by cr लाई टाउ मान्न सकिन्छ कारण के हो भनेपछि अब q इनिशियल यो भनेको cv हुन्छ यो भनेको के भनेपछि फाइनल म्याक्सिमम चार्ज अन क्यापेसिटर हो यो फाइनल म्याक्सिमम चार्ज यो फाइनल म्याक्सिमम चार्ज क्यापेसिटर किनभने अब अहिले हामी फिगरमा पनि हेर्नेछौँ यो q नट कहाँ आउँछ भन्छ अनि cr भनेको के हो भनेपछि अब cr भनेको टाउ हो यो भनेको चार्जिङ टाइम कन्स्ट्यान्ट बसाइदिनु त्यसकारण यहाँ के आयो भने चाहिँ लेख्नु पर्यो हैन हामीले लास्टमा के निकाल्यौं भने साथीहरु q is equal to q naught 1 minus e को पावर 3 by tau यति को साथीहरु हैन अब फिगरमा देखाउनु पर्यो साथीहरु हैन फिगरमा देखाउनु बेला यो हुन्छ हैन अब हामीले त थाहा छ साथीहरु यो
चार्जिङ अब क्यापेसिटर थोरोसिटर भनेको छ। अब चार्ज अब तपाईँको क्यापेसिटरलाई चार्जिङ गर्ने भनेको छ साथीहरू होइन। त्यो भनेको अब तपाईँले यसो आफ्नो मोबाइललाई दिएको इक्जाम्पलको लागि तपाईँको मोबाइलको यति कुरा गर्नुहुन्छ भनेपछि त्यो चार्जिङ कहिले क्वेसन हुन्न क्या। पहिला अब हाम्रो गणना कस्तो भन्छ भने चाहिँ अब पहिला यस्तो भन्छ होइन, फङ्सनल यस्तो जान्छ यस्तो अलिक हुन्छ होइन। अब यो मान्छेको के हुन्छ भने क्यु इक्वल टु सिभी हो। जो क्यु इक्वल टु सिभी हामीले के म्याग्नेटिक साथीहरू क्यु इक्वल टु अब हामीले सिभी पाएको होइन फाइनल म्याक्सिमम चार्जिङ क्यापेसिटर। यो भनेको फाइनल म्याक्सिमम चार्ज फाइनल चार्ज हो है सिभी होइन। अनि हामीले यो यसको निकालेको छ होइन। अब निकालेको बेला कसरी निकाल्न सक्छौँ भने एक फर्मुला लगाएर क्यु इक्वल टु क्यु नट 1 माइनस इक्वल पावर टी बाई टाउ होइन। when हामीले when टी इक्वल टु टाउ मान्यो भनेपछि यहाँ के हुन्छ यो टी इक्वल टु टाउ मान्यो भनेपछि अब यो 1 हुन्छ होइन। अब क्यु इक्वल टु 1 माइनस इक्वल पावर माइनस 1। अब यो गरेको बेला हाम्रो के आउँछ भनेपछि क्यु इक्वल टु 63% अफ Q0 साथीहरू। 63 भनेको लगभग यो 50 होला यो 60 अनि त्यसको गराइदिनेबाट T इक्वल टु टाउ अनि यहाँ Q इक्वल टु छ 0.63 Q0 हुन्छ साथीहरू। यही हो साथीहरू आजको टपिक। ल धन्यवाद। अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि कोसिस छ जारी छ केही गल्ती भएपछि माफ गर्नु होला। यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते।